हेर्नुको डाल ढेँडोको काल भने झै छ साथीहरू। यो झुल हजुरहरू कतिजनाले युज गर्नुहुन्छ, मलाई चाहिँ मन परेन। मैले चाहिँ सोचेको थिएँ यो झुल एकदम स्ट्यान्ड बाई हुन्छ, चेन खोल्यो पस्यो सुत्यो, चेन खोल्यो झऱ्यो भन्ने हिसाबमा मैले ल्याएँ। तर मेरो लागि चाहिँ होइन रहेछ यो झुल, मलाई चाहिँ मन परेन। मेरो लागि चाहिँ सिलिङ झुल नै बेटर होस् साथीहरू। यो वर्ष मैले किनिहालेँ, जसो तसो युज गर्छु। नेक्स्ट टाइम मैले यो झुल भुलेर पनि किन्नेवालामा छैन। हेलो नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो यो छोटो मिठो भ्लगमा, भ्लग नभनौँ भिडियोमा। काम नभए पछाडि चाहिँ मान्छे यति धेरै अल्छे भइन्दो रहेछ, यति धेरै अल्छे भइन्दो रहेछ। म चाहिँ आजकल डेमा काम छैन नि त मेरो। काम नभए पछाडि चाहिँ म अहिले गर्छु, भरे गर्छु, एकछिनमा गर्छु भन्ने मनमा आउने क्या साथीहरू। अनि म चाहिँ बिहानै खाना 8 बजी पकाइसकेर भाँडाहरू सबै माझेर बच्चालाई रेडी गराएर स्कुल पुऱ्याएर आए पछाडि चाहिँ 10 बज्न लागिरहेको हुन्छ। त्यस पछाडि चाहिँ रुम पनि सफा गरेको हुँदिनँ। त्यस पछाडि कोसँग बोल्ने भनेर मोबाइलमा अनलाइनमा हेरिहिन्छु क्या मान्छेहरू। अनलाइनमा को हुनुहुन्छ, दाइ भाइ दिदी बहिनी आफन्त साथी भाइ कसलाई फोन गर्नु मन लाग्छ टक्क एकचोटि फोन गर्ने। एकजना दुईजनासँग फोनमा नबोली त घरमा काम गर्ने बानी पो हटिसकेछ त। त्यस पछाडि म चाहिँ मेरो आज चाहिँ ठुलो मम्मीको छोरासँग कुरा गरेर चाहिँ अनि आज चाहिँ पक्का म अगाडि नै रुमहरू सफा गरेर चाहिँ कामहरू सकाएर चाहिँ बस्छु, साह्रै अल्छे भएँ भनेर चाहिँ अनि रुमहरू सफा गरिवरी खाना खानु गएँ। खाना खाइवरी चाहिँ अनि खाना पस्केर ल्याउनु गम खान थालेँ क्या साथीहरू। 11 साढे जति भइसकेको थियो अनि खाना गम खानु थालेँ। अनि मलाई लाग्यो क्या यताउता दायाँ बायाँ छरछिमेकी साथीभाइहरूले जेको पनि भिडियो बनाउँछ भन्नुहुन्छ नि त। तर यो भिडियो भनेको हामीले देखाउन बनाएको होइन। यो चाहिँ हाम्रो अहिले सामाजिक सञ्जालमा हामी इन भइसकेपछि चाहिँ हामीले यो एउटा काम हो नि त हाम्रो, होइन। यो हाम्रो एउटा काम भइसके पछाडि चाहिँ हामीले के को भिडियो बनाउने, कसो गर्ने, कन्टेन्ट पनि हुन्छ भने चाहिँ यो जे गर्दैछौँ हामीले आदि इत्यादि कामहरू चाहिँ भिडियो मार्फत देखाइरहेको हुन्छौँ। अनि उनीहरूलाई चाहिँ देख लाग्ने रहेछ क्या जेको पनि भिडियो बनाउने, जेको पनि भिडियो देखाउने। तर देखाएको होइन क्या साथीहरू। अनि हजुरहरू कतिजना चाहिँ आफै बोलेर भिडियो बनाउन लाज लाग्छ, अनि आफ्नो रियालिटी देखाउन पनि लाज लाग्छ, बताउन लाज लाग्छ भनेर बस्नु भएको छ। नलजाउनु होला, आफ्नो जे छ त्यही देखाउने डङरङ लाएर यसले त्यो भन्ला त्यसले त्यो भन्ला फनाला रिसार्नु भन्ने कुरा छोडिदिनुहोस्। अनि म चाहिँ अब भाँडा माझ्न लागेँ छाता बोकेर। छाता चाहिँ किन भन्दाखेरि साथीहरू यो मोबाइल एकदम धेरै तात्तिने रहेछ क्या बिचरा। भिडियो त बनाउँछु भनिन्छ नि, घामले मोबाइल तात्तेर भन्नुहुन्छ नि पुरा कति डिग्रीको ज्वरो हो बाबा। मोबाइल यति धेरै बिग्रिन खोज्ने रहेछ कि म चाहिँ छाता लगेर भाँडा माझ्न गएँ साथीहरू। अनि मैले चाहिँ बिहानै भाँडा माझेको भएर यहाँ चाहिँ थोरै भाँडा छ। अनि क्या साथीहरू मैले चाहिँ 10K फलोवर्स नपुऱ्याइ टिकटकमा 10K फलोवर्स नपुऱ्याइ चाहिँ म कुनै पनि भिडियो बनाउँदिनँ भनेर चाहिँ मैले अस्ति भनिसकेको थिएँ। तर पनि फेसबुकको लागि चाहिँ मैले यो भिडियोहरू बनाउनै पर्ने हुन्छ। अनि यो भिडियो फेसबुकको लागि बनाएपछि मैले टिकटकमा पनि पोस्ट गर्छु, त्यसपछि म फेसबुकमा लैजान्छु। अनि त्यही भएर चाहिँ मैले भिडियो बनाइरहेको हुन्छु। अनि अब मलाई 10K फलोवर्स पुऱ्याउनु चाहिँ एकदम धेरै नै गाह्रो लागिरहेछ कि एकदम धेरै गाह्रो लागिरहेछ। अनि म यहाँ कपडा धुँदै गर्दा चाहिँ अनि अब यो आज चाहिँ म पुरा काम सकाउँछु भनेर चाहिँ जोस जागरको साथ चाहिँ म पुरा मैदानमा उत्रिएको थिएँ। पानी परिहाल्यो, हेर्नु न। पानी परेपछि चाहिँ म रुममा फर्केर आएँ। अनि मोबाइल एकछिन हेर्दा फेरि झपक निन्द्रा आएर भन्नुहुन्छ भने साथीहरू कुरै नगर्नु न। के साह्रो निन्द्रा लाग्छ आजकल, प्याज धेरै खाएर हो कि के हो, घाम धेरै लागेर हो, ओहो निन्द्राको त कुरै नगर्नु ल। थ्याङ्क यू फर वाचिङ, बाई बाई साथीहरू, टेक केयर।